10-11 वर्ष भइसक्यो यो बाइक किनेको, एकदमै पुरानो भइसकेको थियो। अब बेच्ने अवस्थामा पुगिसकेको थियो, एकदमै पुरानो भएर हेर्दै घिनलाग्दो भएर। अनि हाम्रोमा आउनुभयो, हामीले चाहिँ कहाँ बेच्ने, अब यो बाइक आउँदैन, अब यसलाई चाहिँ पुरै डेन्ट पेन्ट गरेर चमक्क बनाएर फेरि नयाँ जस्तै बनाउनु भनेर एकदमै मेहनत गरेर पुरै यसलाई होल बडी खोलेर एकदमै टुक्रा टुक्रा बनाएर यसलाई एकदमै मेहनत गरेर डेन्ट गऱ्यौँ, पेन्ट गऱ्यौँ। अहिले जस्तो सोरुमबाट झिक्नु भएको थियो त्यस्तै बनायो। यो चाहिँ नयाँ बाइक चाहिँ होइन, तर डेन्ट पेन्ट गरेर यसलाई नयाँभन्दा कम बनाएको छैनौँ है। तपाईँहरू पनि यस्तै डेन्ट पेन्ट गरेर आफ्नो बाइकलाई नयाँ बनाउन चाहनुहुन्छ, कुनै बाइकहरू बिग्रिरहेछ सर्भिसिङ गरेर जहाँ पाए त्यहीँ गरेर एकदमै दुःख पाइरहनु भएको छ भने प्लिज हाम्रोमा चाहिँ सर्भिसिङ गर्नेदेखि लिएर बफिङ गर्नेदेखि लिएर यो डेन्ट पेन्ट गर्नेदेखि लिएर सम्पूर्ण कामहरू एकै छत मुनि एकदमै दक्ष अनुभवी अनि मेहनती भाइहरूबाट गरिन्छ। तपाईँहरूलाई पनि यस्तै राम्रो सर्भिस चाहिन्छ, आफ्नो बाइकलाई एकदमै राम्रो बनाउन चाहनुहुन्छ भने प्लिज वान एन्ड ओन्ली वान देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा आएर आफ्नो बाइकलाई एकदमै राम्रो बनाएर जान सक्नुहुन्छ है त। धन्यवाद हजुर सबैजनालाई।